जापानको टोकियो आराकावा भन्ने ठाउँमा एकजना नेपाली 23 वर्षीय स्टुडेन्ट युवतीले चाहिँ बच्चा जन्माएर दराजभित्र लुकाएको भन्ने न्युज आएको छ। र यो घटना बाहिर कसरी आएको रहेछ भन्दाखेरि होस्टेलमा बस्ने सँगै साथीले जब रक्तमै देखिसकेपछि एउटा सुत्केरी भइसकेपछि खोज अनुसन्धान गर्दाखेरि 23 वर्षीय युवतीले बच्चा जन्माएर चाहिँ बच्चालाई दराजमा राखिएको भनेर न्युज आएको रहेछ। जुन त्यो बच्चामा चाहिँ कुनै पनि चोटपटक नलागेको अथवा त्यो बच्चालाई कुनै त्यसरी मारिएको भनेर चाहिँ अझ खुलेको रहेनछ। जुन कि एउटा बच्चा चाहिँ डेड बच्चा जन्माइसकेपछि चाहिँ त्यो युवतीलाई चाहिँ कि नलेज आइडियाहरू नभएर चाहिँ उसले कपडामा बेरेर दराजमा लुकाएको भन्ने खुलासा जानकारी आएको छ। यो घटना चाहिँ अप्रिल 6 तारिकको रहेछ। उसलाई एरेस्ट चाहिँ 10 तारिकको गरियो हिजो मात्र। र के हो कसो हो जुन कि एउटा स्टुडेन्ट भइसकेपछि स्टुडेन्टमा कसैको सम्पर्क थियो हो कि थिएन, अब कस्तो थियो कसरी चाहिँ उनले बच्चा जन्माउन गयो भनेर यसको खोज अनुसन्धान अझै चलिरहेको रहेछ। र तपाईँहरू के भन्नुहुन्छ, एउटा नेपाली चेली आफ्नो देशभन्दा बाहिर गइसकेपछि जुन कि यस्तो घटनाहरू आउनु भनेको चाहिँ एकदमै नराम्रो असभ्य हुनु, जुन कि पछिल्लो नारीहरूलाई अथवा अब आउने नारीहरूलाई पनि एकदम गाह्रो हुनु हो। मेरो धारणामा त्यो लाग्छ। तपाईँहरूको कमेन्ट के कस्तो छ गर्नुहोस् है त।